इमेजिन गर्नु काठमाडौँ भ्याली भन्दा लगभग 3 गुणा ठुलो एउटा यस्तो ठाउँ जसलाई कुनै पनि देशले आफ्नो भन्दैन, कसैले पनि झण्डा गाड्दैन र कसैले पनि प्रोटेक्ट गर्दैन। यो ल्यान्ड लिटरली कसैको पनि होइन र यो ठाउँको नाम हो बीर टावल। संसारमा एउटा सानो टापुको लागि देशहरू लड्छन्, तर इजिप्ट र सुडानको बीचमा पर्ने यो 2060 स्क्वायर किलोमिटरको इलाका लिन इजिप्ट र सुडान दुवैले अस्वीकार गर्छन्। अचम्म लाग्दैन कसैले सित्तैमा जमिन दिँदा पनि नलिने? यसको पछाडिको कारण ब्रिटिसहरूले यो ठाउँ छोडेर जानुभन्दा पहिला सन् 1879 र 1902 मा बनाएका अलग अलग बोर्डरहरू थियो। खासमा यो ल्यान्डको छेउमा अर्को एउटा ल्यान्ड छ, हलिफ ट्रायंगल, जुन बीर टावल भन्दा 10 गुणा ठुलो छ। रेड सीको किनारमा छ, बहुमूल्य र तेलले भरिएको छ। इजिप्ट र सुडान दुवैलाई हलिफ चाहिन्छ र दुवै देश त्यसको लागि दशकौंदेखि लड्दै पनि आइरहेका छन्। इजिप्टले 1879 को बोर्डर मान्छ, जसले हलिफ इजिप्टलाई दिन्छ, तर त्यही बोर्डर अनुसार बीर टावल सुडानको हुन्छ। इजिप्टले त्यो क्लेम गर्न सक्दैन। सुडानले 1902 को बोर्डर मान्छ, जसले हलिफ सुडानलाई दिन्छ, तर त्यो बोर्डर अनुसार बीर टावल इजिप्टको हुन्छ, जुन सुडानले पनि क्लेम गर्न सक्दैन। अर्थात् जसले बीर टावल लिन खोज्यो उसको आफ्नै बोर्डरले हलिफ खोज्छ। यही मौका छोपेर सन् 2014 मा एक अमेरिकन किसान त्यहाँ पुग्छन् र आफूले हातले बनाएको झण्डा त्यहाँ गाडेर आफूलाई त्यो देशको राजा घोषणा गर्छन् र आफ्नो छोरीलाई त्यहाँको प्रिन्सेस घोषणा गर्छन्। के त्यो भ्यालिड छ त?